नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरुलामा। न्यूज सुरु गरौं। प्रदेश नम्बर 2 मा आज बलिदानी दिवस मनाइदै गरेको सम्बन्धी प्रसंगबाट। मधेस आन्दोलनको क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा प्रदेश नम्बर 2 मा आज बलिदानी दिवस मनाइदैछ। दिवसको अवसरमा आज प्रदेश नम्बर 2 को सरकारले प्रदेशमा सार्वजनिक बिदा दिएको छ। 2063 साल माघ 5 मा सिराहाको लाहानमा भएको आन्दोलनमा रमेश महतोको ज्यान गएको दिनको सम्झनामा मधेस केन्द्रित दलले आजको दिनलाई बलिदानी दिवसको रूपमा मनाउने गरेका छन्। दिवसका अवसरमा विभिन्न कार्यक्रम हुने गरे पनि शहीदको भावनाको कदर हुन नसकेको शहीदका परिवारले बताउने गरेका छन्। 3 चरणमा भएको मधेस आन्दोलनको क्रममा 103 जनाले ज्यान गुमाएका थिए। प्रतिनिधि सभा विघटन विरुद्ध परेको 13वटा मुद्दामा आज पनि सुनवाई हुँदैछ। संवैधानिक इजलासमा आइतबार बहस नसकिएपछि हेर्दैमा राखिएकोमा आज निरन्तर सुनवाई हुँदैछ। प्रतिनिधि सभा विघटनको मुद्दा संवैधानिक इजलासमा सुनवाई गर्ने कि बृहत्पूर्ण इजलासमा हुने भन्ने विवाद टुङ्गिएसँगै आइतबारबाट मुख्य विषयमा प्रवेश गरेको छ। आइतबार भएको बहसमा वरिष्ठ अधिवक्ता बिमार्जुन आचार्य, सुनिल पोखरेल, रिट निवेदक सन्तोष भण्डारी र बद्रराज भट्टले बहस गरेका थिए। पुस 5 गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि त्यस विरुद्ध परेको रिटमाथि पहिलो दिनको सुनवाईमा बिमार्जुन आचार्यले संसद विघटन हुनै नसक्ने तर्क प्रस्तुत गर्नुभएको थियो। संविधान अनुसार 2 अवस्थामा मात्र संविधान विघटन प्रतिनिधि सभा विघटन हुन सक्छ। एउटा प्रतिनिधि सभाको कार्यकाल 5 वर्ष पूरा भएको अवस्थामा र अर्को संविधान अनुसार सरकार गठन हुन सक्ने अवस्था नभएमा मात्रै, आचार्यले इजलास सामु भन्नुभएको छ। उहाँले संविधान अनुसार प्रधानमन्त्री चल्दा प्रतिनिधि सभा विघटनको व पनि प्रयोग गर्न नपाउने तर्क गर्नुभयो। अधिवक्ता सुनिल कुमार पोखरेलले संविधानमा भएको प्रावधान प्रयोग नै नगरी संविधान विघटन गरेको बताउनुभयो। प्रधानमन्त्रीले सरकार बनाउने कोसिस नै नगरे विघटन गर्नुभयो। पोखरेलले भन्नुभयो, अविश्वासको प्रस्ताव पेश गरेको भए उहाँको दलले भोट नहाल्ने पनि अरू दलका सांसदले भोट हाल्न पनि सक्थे। आफ्नै दलबाट अप्ठ्यारोमा परेको भन्दै संसद विघटन गर्नु गलत भएको उहाँको तर्क रहेको छ। हिजो पहिलो दिन बहस गर्ने रिट निवेदक पक्षका सबै कानुनविदहरूले पहिलेको संविधानको प्रतिनिधि सभा विघटनको अधिकार दिएको भए पनि अहिलेको संविधानमा त्यो व्यवस्था नभएको बताउनुभयो। 2074 सालको संविधानको धारा 53 को 4 मा प्रतिनिधि सभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएको थियो। जनकपुरधाम उपमहानगरपालिकाको विपद व्यवस्थापन समितिको बैठक आइतबार सम्पन्न भएको छ। जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर शाहको अध्यक्षतामा बसेको बैठकबाट वर्तमान विपदको समयलाई कसरी छल्ने सम्बन्धमा छलफल भएको हो। सो बैठकमा उपमेयर रिता झा, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार ढकाल, शिक्षा महाशाखाका प्रमुख मिहिलाल यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत कार्यालयका शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो। सो बैठकबाट विभिन्न 3 निर्णयहरू गरिएको हो। सो बैठकबाट शीतलहरलाई मध्यनजर गरी नगर स्तरीय विपद व्यवस्थापन कोषबाट खर्च बेहोर्ने गरी तत्काल कम्बल, म्याट र दाउरा खरिद गरी विपन्न र असहाय नागरिकलाई वितरण गर्ने तथा यस जनकपुरधाम उपमहानगर क्षेत्रभित्र ठाउँ-ठाउँमा दाउरा उपलब्ध गराई चिसो न्यूनीकरणमा सहयोग गर्ने गरी सबै निकाय बीच समन्वयात्मक तवरले दाउरा, कम्बल र म्याट वितरण गर्ने निर्णय गरेको हो। त्यस्तै सो बैठकबाट चिसो तथा आगलागीबाट प्रभावित हुन सक्ने बालबालिका, महिला, पुरुष तथा सरकारवालाहरूलाई सजग तुल्याउन चेतनामूलक विज्ञापनहरू, पत्रपत्रिका, एफएम रेडियो, जिङ्गल निर्माण तथा प्रचार प्रसार गर्ने निर्णय समेत गरेको छ। हनुमाननगर कंकालिनी नगरपालिका स्थित सक्करदही टोलमा आज बिहान आगलागी हुँदा 4 घर जलेर नष्ट भएका छन्। कंकालिनी 2 सक्करदही निवासी जगन सुतिहारको गाईगोठबाट सुरु भएको आगलागीमा परि नारायण सुतिहार, दुर्गानन्द सुतिहार र
सुमित मगर दैताको घर जलेर नष्ट भएको वडा अध्यक्ष सन्तोष गोइत यादवले जानकारी दिनुभएको छ। आगलागीबाट खाद्यान्न, लत्ता कपडा, नगद जिन्सी र भाँडाकुँडा गरी 20 लाख मूल्य बढीको क्षति भएको उहाँले जानकारी दिनुभएको छ। प्रदेश नम्बर 2 का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश नम्बर 2 अन्य 6 वटा प्रदेशलाई विकास निर्माणमा पछाडि छाडेको बताउनु भएको छ। बाराको रमौली स्थित दुधौरा नदीमा पुल शिलान्यास गर्दै मन्त्री सोनलले अन्य प्रदेशहरू सङ्घ सरकारको इसारामा चले पनि त्यहाँको विकास निर्माण कछुवाको गतिमा चलेको तर यहाँको गति तीव्र रहेको बताउनुभयो। उहाँले प्रदेश नम्बर 2 को सरकारले गरेको विकास निर्माणको स्ट्रक्चर नबुझेर नै केही विरोधी तत्त्वहरू अनावश्यक प्रचारबाजी गराइरहेको भन्दै मन्त्री सोनलले विकास निर्माणसँगै शिक्षा, स्वास्थ्य, कृषिमा पनि फड्को मारेको दावी गर्नुभएको छ। अन्य 6 वटा प्रदेशमा के भएको छ र के गर्दैछ प्रदेश सरकार त्यो पत्ता लगाउन मन्त्री सोनलले आम जनसमुदायसँग आग्रह गर्नुभएको थियो। मन्त्री सोनलले भन्नुभयो, अन्य प्रदेश सरकार नभई सङ्घ सरकारसँग प्रदेश भए पनि त्यहाँको अवस्था दयनीय छ। त्यहाँको जनताले प्रदेश सरकारको अनुभूति गर्न सकेका छैनन्। उनले जनतालाई आफ्नो बुद्धि विवेक प्रयोग गरी विपक्षको पछाडि नभई सरकारले गरेको काम कारबाहीको बारेमा खुलेर कुरा राख्न आग्रह गर्नुभयो। उहाँले प्रतिगमनकारी सत्ता अहिले हाम्रो मुलुकमा हावी भइरहेको बताउनुभयो। केपी शर्मा ओलीले गरेको सदन विघटनले उनी मुलुकमा सर्वसत्तावाद लाद्न चाहेको बताउनुभयो। सर्वसत्तावादको प्रतिकार गर्न जनता समाजवादी पार्टी लागि परेको उहाँको भनाइ थियो। निर्माण हुन लागेको पुलले जितपुर सिमरा उपमहानगरपालिका 8 रमौली लोसन्डा र वडा नम्बर 20 बसडिल्वा जोड्ने भएको छ। पुल बनेपछि ग्रामीण क्षेत्रका किसानको उत्पादन सहर बजारसम्म पुर्याउन सहज हुने विश्वास व्यक्त गरेका छन्। पुल नहुँदा वर्षयाममा सर्वसाधारण 25 किलोमिटर लामो वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका थिए। पुल बनेपछि जितपुर सिमराका बासिन्दालाई बाराको सदरमुकाम कलैया आवत जावत गर्न पनि सहज हुनेछ। 100 मिटर लामो र 11 मिटर चौडाइ भएको पुल बनाउनका लागि भ्याट सहित 12,70,72,857 रुपैयाँ 14 पैसा ठेक्का सम्झौता भएको वडा नम्बर 7 का वडा सदस्य तरुणा सहनीले जानकारी दिनुभएको छ। हेटौडाको सपना मेरिना जेभी कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ। पुलको काम 2079 वैशाख 2 गते भित्र सक्नुपर्ने सम्झौतामा उल्लेख छ। प्रदेश नम्बर 2 मा सुस्त रहेको बजेट खर्च पुस महिनामा बढेको छ। पुस मसान्तसम्मको खर्च विवरण सङ्कलन भइरहेको छ। मङ्सिर मसान्तसम्ममा कुल 5% को हाराहारीमा खर्च भएको बजेट पुसमा धेरै बढेको बताइएको छ। मन्त्रालयहरूले धमाधम काम थालेकाले बजेट खर्च पुसमा बढेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले भन्नुभयो, पुसमा खर्च धेरै बढेको देखिएको छ। प्रदेश नम्बर 2 मा आर्थिक वर्षको प्रारम्भिक चरणमा बजेट खर्च कम हुने र असार मसान्तमा अन्धाधुन्ध खर्च हुने प्रवृत्ति रोकिएको छैन। प्रदेशका मन्त्रालयहरूले देखाएको मन्त्री यादवले भन्नुभयो, अन्तिम समयमा हतार गर्नुभन्दा अहिले नै काम थाल्नु उपयुक्त हुनेछ। आर्थिक वर्षको प्रारम्भमा कोरोना भाइरस संक्रमणले पनि कामकाज धेरै प्रभावित भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, अवस्था सामान्य भएसँगै विकास निर्माणको कार्यले तीव्रता पाउन थालेको छ। प्रदेश सभासदहरूले पनि बजेट विनियोजनसँगै कामलाई अगाडि बढाउन थालेका छन्। तर राजनीतिक अन्योलताले अपेक्षाकृत काम हुन सक्नेमा कर्मचारीहरूको आशंका छ। देशमा निर्वाचन घोषणा भइसकेको र आचार संहिता लागू भएपछि नयाँ कामहरू गर्न रोक लाग्ने भएकाले पनि चालु आर्थिक वर्षको बजेट धेरै खर्च हुन नसक्ने उनीहरूको कथन छ। प्रदेश सरकार समेत आन्दोलनमा रहेकाले त्यसले पनि प्रदेशको बजेट खर्च प्रभावित हुने सम्भावना रहेको छ। आर्थिक मामिला तथा मन्त्रालयको अनुसार सबै मन्त्रालय र निकायहरूले कामकाजलाई अगाडि बढाइसकेको छ। समयमै योजनाहरू कार्यान्वयन हुन नसकेपछि अप्ठ्यारो हुने बताइन्छ।
नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा 91,800 रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार घटेर तोलामा 91,600 रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुन तोलामा 91,100 रुपैयाँमा कारोबार भएको छ महासंघले जनाएको छ। यसैबीच सोमबार चाँदीको मूल्य भने स्थिर नै रहेको छ। आइतबार तोलामा 1230 रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ। पानी नपर्दासम्म देशैभरिको मौसम सफा नहुने मौसमविदले बताएका छन्। मौसमविद मन्जु बासीका अनुसार तत्काल पानी पर्ने सम्भावना नभएकाले मौसम सफा हुन अझै केही दिन लाग्ने देखिएको छ। बंगाल देश आसपासमा बनेको न्यून च्यापीय प्रणालीले हल्का पानी पर्ने सम्भावना रहे पनि यसको प्रभाव नगण्य रूपमा मात्रै रहने उहाँले बताउनु भएको छ। पानी परेपछि मात्रै मौसम सफा हुने भएकाले केही दिन यो सम्भावना कम देखिएको मौसमविदको भनाइ छ। पानी पर्नका लागि पर्याप्त मात्रामा जलवायुयुक्त हावा प्रवेश गर्नुपर्दछ। अहिले यो भएको छैन। यस वर्ष अहिलेसम्म हिउँदे वर्षा हुन सकेको छैन। दिउँसो राम्ररी घाम नलाग्दा तराईको जनजीवन बढी नै प्रभावित भएको छ। काठमाडौँ उपत्यका र पहाडी क्षेत्रमा पनि बिहान हुस्सु र दिउँसो तुवालो लाग्ने गरेको छ। तराईका धेरै ठाउँमा दिउँसो अबेर मात्रै घाम देखिने गरेको छ। तराईमा बाक्लो हुस्सु लागे पनि यसलाई शीतलहर भन्न नमिल्ने मौसमविद बासीले बताउनु भएको छ। उहाँका अनुसार 48 घण्टासम्म निरन्तर हुस्सु लागेमा मात्रै शीतलहर भन्न सकिन्छ। अहिले दिउँसो अबेर एकछिन घाम देखिने र बिहान फेरि हुस्सु लाग्ने गरेको छ। तत्काल शीतलहर चल्ने सम्भावना नभए पनि चिसो भने बढ्ने मौसमविदको भनाइ छ। चिसोले गर्दा बालबालिका र वृद्धवृद्धाहरूलाई बढी प्रभाव पार्ने भएकाले यस्तो मौसममा उनीहरूको ख्याल राख्नुपर्ने डाक्टरहरूको सुझाव छ। चिसोको बेला सकेसम्म घर बाहिर निस्कनै परेमा न्यानो कपडा लगाएर निस्कन तथा तातो झोलिलो तथा पोषणयुक्त खाना खान डाक्टरहरूले सल्लाह दिँदै आइरहेका छन्। विश्वभरमा 6 करोड 81 लाख भन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। सोमबार बिहानसम्ममा 6 करोड 81 लाख 48,941 जना संक्रमित कोरोना मुक्त भएका हुन्। हालसम्ममा विश्वभरमा 9 करोड 54 लाख 54,515 जनामा कोरोना संक्रमण भएको छ। संक्रमित मध्ये 20,38,919 जनाको मृत्यु भइसकेको छ। हाल विश्वभरमा 2 करोड 52 लाख 66 हजार भन्दा बढी सक्रिय संक्रमित छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्ममा 2 करोड 44 लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। संक्रमित मध्ये 1 करोड 44 लाख 24 हजार भन्दा बढी निको भएका छन् भने 4,07,160 जना संक्रमितले ज्यान गुमाइसकेका छन्। भारतमा हालसम्ममा 1 करोड 5 लाख 72 हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। संक्रमित मध्ये 1 करोड 2 लाख 10 हजार भन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या 1,52,456 जना पुगेको छ। कोरोनामा नेपालमा हालसम्ममा 2,67,322 जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्ये 2,61,444 जना निको भएका छन्। यहाँ कोरोनाबाट 1,959 जनाले ज्यान गुमाइसकेका छन्। हवस् त यसका साथै टुडे न्यूज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौं। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।